आज एउटा गजल वाचन गर्न गइरहेको छु। म मेरो यो नेपालीमा मैले लेखेको यो पहिलो गजल हो। गजल यस प्रकार रहेको छ। अनजान यो संसारमा, अनजान यो संसारमा बाटो देखाउने कोही भएन। अनजान यो संसारमा बाटो देखाउने कोही भएन। मन मेरो रुन्छ, मन मेरो रुन्छ, मनलाई सम्झाउने कोही भएन। अनजान यो संसारमा बाटो देखाउने कोही भएन। यहाँ सुखमा हाते मालो गर्नेहरू, यहाँ सुखमा हाते माले गर्नेहरू, यहाँ सुखमा हाते मालो गर्नेहरू धेरै भेटे मैले। यहाँ सुखमा हाते मालो गर्नेहरू धेरै भेटे मैले। तर दुःखमा परेको बेला, तर दुःखमा परेको बेला हँसाउने कोही भएन। अनजान यो संसारमा बाटो देखाउने कोही भएन। पैसावालाको लागि, पैसावालाको लागि यहाँ ठुल्ठुला हस्पिटल छन्। पैसावालाको लागि यहाँ ठुल्ठुला हस्पिटल छन्। गरिबको घाउमा मलम लगाउने कोही भएन। अनजान यो संसारमा बाटो देखाउने कोही भएन। यो संसारको रीत देखेर, यो संसारको रीत देखेर, यो संसारको रीत देखेर मेरो आत्मा रुन थाल्छ। यो संसारको रीत देखेर मेरो आत्मा रुन थाल्छ। यो संसारको रीत देखेर मेरो आत्मा रुन थाल्छ। यहाँ मसँगै बसेर, यहाँ मसँगै बसेर, यहाँ मसँगै बसेर आँसु बगाउने कोही भएन। अनजान यो संसारमा बाटो देखाउने कोही भएन। गजलको अन्तिम शेरमा छु मैले। कहिले नटुङ्गिने, कहिले नटुङ्गिने यात्रा रहेछ, कहिले नटुङ्गिने यात्रा रहेछ अविरल यात्रीको। कहिले नटुङ्गिने यात्रा रहेछ अविरल यात्रीको। कहिले नटुङ्गिने यात्रा रहेछ अविरल यात्रीको। जताततै तिरस्कार, जताततै तिरस्कार, जताततै तिरस्कार। नाता निभाउने कोही भएन, नाता निभाउने कोही भएन। अनजान यो संसारमा बाटो देखाउने कोही भएन। मन मेरो रुन्छ, मन मेरो रुन्छ, मनलाई सम्झाउने कोही भएन। अनजान यो संसारमा बाटो देखाउने कोही भएन। हस्त धन्यवाद। यो मेरो गजल तपाईहरुलाई के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोला। हस्त धन्यवाद।